मेरी हजुरआमा रेशम कुमारी खत्री। उमेरले 67 पुगेर 68 लाग्दै हुनुहुन्थ्यो। सालले 68 पुगिसक्नु भएको छ। प्रतिमितिको हिसाबले चाहिँ 67। उहाँको एउटा सम्झिनै पर्ने बानी जहिले पनि अरू कसैको चित्त दुखाउँछु कि भन्ने ठान्ने, अनि कसैको अब चित्त दुखाउनु भएन, के गर्नुभयो, कसैलाई फकाउन सक्नु भएन, त्यो मलाई थाहा भएन। तर मलाई लाग्छ उहाँको कारणले गर्दा चित्त कसैको नदुख्नु पर्ने। यस्तै थियो हजुरआमासँगको सम्बन्ध। 1 वर्षको सम्बन्ध हो हजुरआमासँगको। हजुरआमा बनिसकेपछि जन्मजातकै सम्बन्ध भइहाल्यो। ओहो, कस्तो राम्रो सुहायो। उहाँलाई सरस्वती सम्झिनु पर्दा मैले एकदमै प्यारी हजुरआमा भनेर सम्झिन्छु। हेर्दा गर्दा उहाँ पातली है त्यस्तो हुनुहुन्थ्यो। अनि वेशभूषाको हिसाबले उहाँको अलिकति पहाडी क्षेत्र धेरै समय बस्नु भएको भएर पहाडी क्षेत्रको बसोबासको हिसाबले वेशभूषा त्यस्तै किसिमको थियो। नाकमा नथी लाउने गर्नुहुन्थ्यो प्राय गरी। तर अवस्था क्रिटिकल छ। दैव संयोग भनौँ या के भनौँ, कान्छी हजुरआमा छुट्टी भएको छु। के गर्नु, जिन्दगीमा यस्तै छ। लाइफ मान्छेले चाहिँ टाइममै केयर गर्नुपर्छ रहेछ। अलिकति मैले एउटा इन्ड्राइभ गर्दैछु, आउँदैछ होला। अस्तितिर भेट्नु सक्ने पनि आएन। अब के काम गर्नु पऱ्यो। अनि त्यसो अब जान्छ नि त 2-4 दिनमा। अब त ठिक भइसक्नु भन्नु पऱ्यो डक्टरले पनि। अब औषधिले ठिक हुन्छ भनेको तर क्रिटिकल त बनाएको थियो। तर औषधिले ठिक हुन्छ भनिसकेपछि अब सबै राम्रो पनि हुनुभएको थियो। फेरि 81 गाह्रो भएर बिति 2083 वैशाखको 5 गते टिचिङ हस्पिटलमा भर्ना गरिराखेको थियो आइसियुमा। के गराउनु, उहाँको स्वर्ग राम्रो। त्यसले एकदमै साह्रै मर्माहित भयो। साह्रै नै मर्माहित भयो। त्यति बेलाको माहौल देख्दा कि बोल्न पनि नसक्ने थियो। जति आउनु भएको थियो सबैजना त्यस्तै नै हुनुहुन्थ्यो। उहाँको सोही दिनमै पशुपति आर्यघाटमा लगेर दाह संस्कार गरियो। आयो टप्प टिप्यो लाग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। लाखौं औषध अस्त्र शस्त्र महिमा डर्दैन त्यो। व्याधा तुल्य लुकेर चल्छ सदा मारेर मर्दैन त्यो। हजुरआमासँग कति गफ गर्नु थियो, कति के थियो, त्यो सबै बाँकी नै रहेर अधुरै जस्तो लाग्छ। त्यो जस्तो हुनुहुन्छ जहाँ हुनुहुन्छ उहाँको आत्माले शान्ति पाओस्। हामीसँग उहाँको के कस्तो गुनासो छ, त्यो गुनासो पुरा गर्न सकौँ हामीले। गुनासो नरहेको राखोस्। उहाँको एउटा बानी पहिलेदेखि हजुरआमा फोटो खिच्नु, मन राम्रै आउँछु भन्नुहुन्थ्यो। त्यो फोटो खिच्ने, राम्रो फोटो खिच्ने सपना अधुरै रह्यो। त्यही हो, जति खिचिएको थियो त्यो फोटो मैले पेस गरेको छु। हाम्रो प्यारी हजुरआमा दैवको प्यारो भइसक्नु।